जिल्ला निर्वाचन कार्यालय मान्म कालीकोटका अनुसार कुल मतदाता 84,646 छन् भने त्यसमा महिला चाहिँ 40,043 छन् र पुरुष 44,603 छन्। र आज मात्रै कालीकोट प्रतिनिधि सभा निर्वाचन 2082 का लागि उम्मेदवार दर्ता भएको छ, उम्मेदवारी दर्ता भएको छ र त्यसको सूची यस अनुसार छ। पहिला नेकपा एमाले नगेन्द्र साई सुरे चुनाव चिन्हबाट लड्दैछन्। त्यसैगरी नेपाली कांग्रेस हर्षबहादुर बम रुख चिन्हबाट लड्दैछन् र त्यसैगरी नेपाली कम्युनिस्ट पार्टी महेन्द्र बहादुर साई तारा चिन्हबाट चुनाव चिन्हबाट लड्दैछन्। त्यसैगरी राष्ट्रिय स्वतन्त्र पार्टी प्रकाश नेउपाने घण्टी चुनाव चिन्हबाट लड्दैछन्। त्यसैगरी नेपाल कम्युनिस्ट पार्टी विप्लव समूह खड्कबहादुर विश्वकर्मा हसिया हतौडा समूह चुनाव चिन्हबाट लड्दैछन्। त्यसैगरी स्वतन्त्र नेपाली कम्युनिस्ट पार्टीका नेता जीवनबहादुर बुढाज्यू लड्दै हुनुहुन्छ र त्यसैगरी अर्को स्वतन्त्र नेपाली कांग्रेसका नेता अथवा पूर्व प्रतिनिधि सभा निर्वाचनका उम्मेदवार समेत रहेका भूपेन्द्रजङ साईज्यूले पनि स्वतन्त्रमा उम्मेदवार दर्ता गर्नुभएको छ। र यसरी हेर्दाखेरि अहिलेको परिप्रेक्ष्यमा नेपाली कम्युनिस्ट पार्टीको बागी उम्मेदवार जस्तै स्वतन्त्रमा देखियो र त्यसैगरी कांग्रेसको पनि बागी उम्मेदवार अर्थात् स्वतन्त्रमा देखियो। पहिलेको चुनावमा चाहिँ नेपाली कम्युनिस्ट पार्टी अर्थात् पहिलेको नेकपा माओवादी चाहिँ पहिलो भएको थियो, पार्टी भएको थियो। त्यसैगरी नेकपा एमाले दोस्रो भएको थियो। त्यसैगरी चाहिँ नेपाली कांग्रेस तेस्रो भएको देखिएको थियो। र अहिलेको अनुभव हेर्दाखेरि नेपाली कम्युनिस्ट पार्टी र त्यसैगरी नेपाली कांग्रेसलाई अलिकति केही धक्का लाग्नेछ। यस अवसरमा नेकपा एमाले चाहिँ नै अगाडि आउँछ र त्यसैगरी चाहिँ नै राष्ट्रिय स्वतन्त्र पार्टी पनि अगाडि आउन सक्छ र त्यसैगरी नेपाल कम्युनिस्ट पार्टी विप्लव समूह पनि अगाडि आउने देखिन्छ। अहिलेको माहौल हेर्दाखेरि चाहिँ सदस्यता अथवा त्यहाँको मत बैंकको अनुसार चाहिँ यस्तो अनुसार हामीले अब आकलन गर्न सकिन्छ र यो हाम्रो चाहिँ नै अगाडिको रिपोर्ट अनुसार पनि यसले गरिन्छ। अब यो एउटा सरस्वती यसको बारेमा चाहिँ हेरौँ। नेकपा एमाले नेपाली कांग्रेस र नेपाली कम्युनिस्ट पार्टी तीन दलको आधार चाहिँ अलिकति बलियो देखिन्छ संगठन रूपमा र अब यो चाहिँ नि नेपाली कांग्रेस र नेपाली कम्युनिस्ट पार्टीको चाहिँ बाँडिने देखिएको छ। एमालेको भित्री रूप चाहिँ हामीले देख्न बाँकी नै छ है त। राष्ट्रिय स्वतन्त्र पार्टी र विप्लव समूह उस्तै उसको मत बैंक भएको कारणले गर्दाखेरि व्यक्तिको आधारमा पनि अब मत धेरै पाउने अथवा कम पाउने त्यसमा चाहिँ अन्तर हुन चान्सेस छ। त्यसैगरी स्वतन्त्र उम्मेदवारको मत चाहिँ नि अब मुख्य उम्मेदवारहरूबाट जुन चाहिँ पार्टीबाट मत काटिने अवस्था छ, त्यसले गर्दाखेरि अब कति काटिने हो, कुन चाहिँ मुख्य रहन्छ, पार्टीले दिएको व्यक्ति चाहिँ नि जित्ने अवसर